किङडम यानि कि साम्राज्य, यो चाहिँ भर्खरै रिलिज भइरहेको साउथ मुभी हो। यो मुभीमा चाहिँ मलाई के राम्रो लाग्यो र के नराम्रो लाग्यो त्यो पनि म तपाईँहरूलाई भन्ने छु। मुभीमा सबैभन्दा राम्रो लागेको चाहिँ मलाई विजय देवरकोन्डाको पर्फर्मेन्स, जुन एक्टिङ, सत्यदेवको पनि एकदमै बवाल एक्टिङ पर्फर्मेन्स रहेको छ भने पिजिएम चाहिँ एकदमै बवाल छ। पिजिएम बवाल पनि किन नहोस्, किनकि यो मुभीको म्युजिक डाइरेक्टर चाहिँ अनिरुद्ध रहेको छ भने जसले विक्रम अनि त्यसपछि लियो लगायत थुप्रै दामी दामी मुभीहरूमा म्युजिक डाइरेक्टर गरिसकेको छ भने मुभीको स्टोरी र प्रेजेन्टेसन चाहिँ त्यति नमिलेको जस्तो लाग्यो। र यो मुभीलाई चाहिँ म एभरेज मुभी भन्छु। र यो मुभी तपाईँहरू चाहिँ हेरिसक्नु भएको छ भने चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो तल कमेन्ट गर्न भने नबिर्सनु होला। यस्तै यस्तै मुभी रिकमेन्डेसनको लागि हामोस अफिसियल फेसबुक पेजलाई फलो गर्न नबिर्सनु होला, युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला, टिकटकमा पनि तपाईँहरू गएर फलो गर्न नबिर्सनु होला।